नमस्ते सबैलाई धेरै समयपछि म आफूलाई जान गएको छु तपाईहरुलाई दिउँसोको 12 बजेको समय सुप्रभात हामी चाहिँ काठमाडौँदेखि भरतपुर काठमाडौँतर्फ लाग्दैछ बस्दा एकजना हो हामी यस्तो राम्रो बस्न गरेको छ कि हेलो जोर म यहाँ बाला चाहिँ आइसक्यो है हामीहरु समुद्रमा किन बोल्न जान्छौँ हामी बसमा भएको कहाँनिर जानलाई धेरै होला माया होला केही लामो समयपछि म बस्न मेरो सानो मोबाइल जानु थिएन अहिले भने मेरो हातमा मोबाइल आइसकेको छ एप्पलको 16 Pro Max आइसकेको छ अब चाहिँ म कन्टिन्यू गरिदिनु मार्च मेरा रमाइला गतिविधिहरू दुःखद गतिविधिहरू जे हुन्छन् मेरो जीवनमा मनोरञ्जन गर्दै गर्नुहोला जब हामी यो अन्डरग्राउन्ड आइपुग्न सक्छौँ आयो हाम्रो यात्रा कस्तो हुन्छ बुटोल पर्से बुटोल पश्चिम बस्नु नारायणघाट बुटोल पर्से अन्डरग्राउन्ड सक्नुहुन्छ राम्रो बनाइएको छ बाइक लिएर जाने भने हैन र कोले उठाइ या कोले पुरा नपर्नु र आज बाइक लाने भन्दै अरु म चलाउँदै जान्छु आज यहाँ आवा अब हामी मोडिँदैछौँ कलङ्की छोडेर मोडिएको छ गाडी यतातर्फ अब थानकोटतर्फ गाडी बढेको छ काठमाडौँ गाडीको चाप अहिले यतिको चाहिँ यो कमै मात्रामा हो भन्नुपर्छ किनकि दसैँमा फर्किनेहरू अझै छैन त्यसैले सामान्य नै छ यो गाडीको चाप योभन्दा अझै व्यापक हुन्छ काठमाडौँमा गाडीको चाप हामी अब थानकोटतर्फ लाग्यौँ अब हजुरहरूलाई म थानकोटको बाटो सुरु भइसकेको छ तपाईँको यो कहाँदेखि तल 9देखि यहाँ आउने सुरु मार्ग हो यो चाहिँ माथिल्लो बाटोमा मार्गबाट आउने गाडी आउँछ जुन चाहिँ गाडी बाटोबाट कम्पाउन्ड गरिरहेको छ
प्रहरीको चेकिङ पश्चात हामी चाहिँ फेरि आफ्नो गन्तव्यतिर लागिरहेको छौँ। खानकोटको ओह्रालो चेकिङ सुनिसकेको छ। एकैछिन गाडी स्टप गर्दैछौँ। पचास नम्बरमा आउँछ। मौसम खुलेको छ, अत्यन्तै राम्रो मौसम छ। बाटोमा कुनै अवरोध पनि छैन। हाम्रो गाडी सरर अगाडि बढ्नेछ, यात्रा सफल हुनेछ भन्ने पूर्ण आशा छ।
बाटो त खतरा छ हौ यताकोपट्टि त